झापामा भाइरल बनेको सुन्दर सिरिजको फुल हेर्दै हाम्रो यात्रा अगाडि बढ्यो। हामी चाहिँ लाग्यौँ कन्यामतिर। कन्याममा पनि यतिखेर एकदमै मौसम राम्रो रहेछ। यसरी बादल पनि प्रष्ट रूपमा देखिन्थ्यो। सधैँ हुस्सु लागेको हुन्थ्यो, योपालि चाहिँ एकदमै प्रष्ट थियो। हामी लागेका थियौँ माइपोखरीतिर, तर माइपोखरी जाने बाटो कस्तो छ भन्ने कुरा चाहिँ हामीलाई थाहा थिएन। यस्तो रहेछ लास्टमा बाटो चाहिँ, गाडी जान सकेन। यहीँदेखि हामीले चाहिँ झोला गाडीमा राखेर हिँड्नुपर्ने भयो। यसरी पानी बग्दा पनि मलाई चाहिँ बहिनीहरू जिस्काउँदै थिए, दुध चिया भन्दै। चिया खान मन लाग्यो भनिरहेको थिएँ मैले चाहिँ। अनि एकदम बाटो यस्तो खत्तम थियो है, सबै जुत्ता सुत्ता यस्तो भएको थियो। सबै त्यही पनि भिडियो बनाउने, फोटो खिच्ने, यहाँ यिनीहरूको पनि। बाटो जस्तो भए पनि जानु त थियो, त्यही भएर हामी चाहिँ झोलासोला सबै ब्याग उयोहरू गाडीमै राखेर अगाडि बढ्यौँ। भाइहरू चाहिँ अघि नै अगाडि गइसकेका थिए, बहिनी पनि यहाँ भिडियो बनाउँदै जाँदैछ। अनि अरू बहिनीहरू पछाडि छन्। बाटो यस्तो थियो, टेक्ने कहीँ ठाउँ थिएन है, यस्तो थियो। माथिबाट पनि पहिरो खस्छ कि जस्तो सबै त्यो भत्किराखेको थियो। यतिखेर डोजरले पनि खनिरहेको रहेछ। डराइ डराइ हामी चाहिँ गयौँ। रमाइलो त रमाइलो भइरहेको थियो। अरू गाडीहरू त बिहान आएको गाडीहरू त गइरहेको रहेछ। हामी आएको गाडीहरू चाहिँ जान सकेन, पानी ठुलो परेर बाटोहरू एकदम चिप्लो भएको रहेछ। अरू गाडीहरू पनि फर्किरहेको थियो आधी बाटोदेखि। हामी हिँड्दै हिँड्दै गयौँ। तर यहाँ जति क्यामेराले क्याप्चर गरेको भन्दा पनि राम्रो चाहिँ हाम्रो आँखाले क्याप्चर गरेको थियो क्या। यहाँदेखिको त्यस्तो क्लियर देखिएको थियो भिउहरू। त्यस पछाडि पुग्यौँ हामी जोरपोखरी। जोरपोखरीदेखि अगाडि चाहिँ माइपोखरी भनेर अर्को रहेछ। फर्स्ट टाइम गएको हो हामी पनि। जोरपोखरी पुग्दासम्म चाहिँ पानी परिरहेको थियो। त्यस पछाडि पानी रह्यो, हामी पस्यौँ यता टिकट काटेर यहाँभित्र माइपोखरीतिर। यसरी हिँड्दै हिँड्दै डुल्नु पर्दछ। फेरि पानी सिमसिम पर्दै थियो, त्यही पनि अब कति बेर पर्खिने भरे फर्किनु पर्छ भनेर हामी चाहिँ अलिअलि सानो पानी छ भनेर भिज्दै भिज्दै लाग्यौँ। यसरी हाइकिङ गरे जस्तै भयो भन्दै बहिनीहरूलाई पनि रमाइलो भयो भन्दै थिएँ। अगाडि चाहिँ निकै रहेछ घुम्ने ठाउँ, लगभग 1-2 किलोमिटरै छ होला, थाहा भएन। पानी परेर होला, हामीलाई चाहिँ एकदमै धेरै जस्तो पनि लाग्यो। भिजेका थियौँ अलिअलि, रेनकोट सेनकोट केही बोकेका थिएनौँ है। यस्तो हुन्छ भने यतातिर घाम लागिरहेको थियो, उतातिर पानी परेर यस्तो भएको रहेछ। हामीभन्दा अगाडि आउने भाइ बहिनीहरूले चाहिँ छाता पनि लिएर आएका रहेछन्। उनीहरू चाहिँ छाता ओढेर सुई सुई आउँदै थिए। त्यस पछाडि हामी गयौँ माइपोखरी। यो चाहिँ माइपोखरी रहेछ, यस्तो राम्रो है। यहाँ चाहिँ गहिरो छ अरे। त्यहाँनिर 1-2 जना स्थानीय पनि हुनुहुँदो रहेछ। अनि हामीले सोधेका थियौँ, उनीहरू चाहिँ पूजाहरू गर्न आउँदैछन्। तर हामीले चाहिँ त्यस्तो पूजा गर्ने गरी भनेर केही पनि लगेका थिएनौँ। हामी चाहिँ घुम्न मात्र जाने भनेर। अनि अब दिउँसो पनि भइसकेको थियो, फेरि जाँदा जाँदै बाटो यस्तो भएको थियो र हामी चाहिँ पूजाहरू पनि नगरिकन फर्क्यौँ। यसरी यहाँनिर भगवान्लाई दर्शन गऱ्यौँ। हामीले चाहिँ बाहिरबाट दर्शन गरेर अनि फर्किनु पर्यो। यहाँनिर अलिक उराएपछि चाहिँ पार्क पनि रहेछ। यस्तो राम्रो फुलहरू फुलेको थियो है पार्कहरू भन्दा पनि। माइपोखरी पछाडि हामी आयौँ इलाम बजार। इलाम बजारमा माथि होटलमा बसेका थियौँ। त्यस पछाडि हामी सर्टकट एउटा बजारतिर गयौँ। बजार जाने चाहिँ यस्तो सर्टकट वे रहेछ, छिटो पनि पुगिँदो रहेछ उता घुमेर जाँदा भन्दाखेरि पनि। यस्तो राम्रो भएको थियो है भ्यूहरू। साँझ साँझ पर्न लागेको थियो, घाम अस्ताइसकेको थियो। यस्तो राम्रो अस्ताइसकेको थियो भन्दा पनि अस्ताउन लागेको थियो, यस्तो राम्रो देखिरहेको थियो। त्यस पछाडि इलाम बजार पुग्यो। यो चाहिँ मेन चोक रहेछ। यहाँनिर चाहिँ यस्तो शालिग रहेछ, पहिलोचोटि देखेको। होटलमा गएर पिज्जा खायौँ। बहिनी चाहिँ मक्ख पर्दैछ, मलाई ह्याप्पी बर्थडे भन्नु भन्दै। बहिनीको फेभरेट डग रहेछ, यसलाई पनि यसो फोटोसिटो बनायौँ। त्यस पछाडि हामी फर्क्यौँ। फर्किँदाखेरि पनि एकदमै मौसम राम्रो थियो है, पानी परेन। धन्नले आउँदाखेरि चाहिँ जाँदा पनि पानी त परेको होइन, उही माथि पुगेपछि चाहिँ हल्का परेको थियो। अगाडि चाहिँ ठुलो परेको रहेछ, हामी जाँदाखेरि त्यस्तो ठुलो त परेन। त्यही पनि आउँदाखेरि पनि एकदम राम्रो थियो यतिखेर। त्यस पछाडि हामी आइपुग्यौँ कन्याम। कन्याममा आएर चाहिँ वरिपरि सबै भ्यू हेऱ्यौँ, फोटो खिच्यौँ, भिडियो बनायौँ। यस्तो राम्रो थियो है, गजब थियो। मौसम एकदम उग्रेको थियो। सधैँ जाँदाखेरि है सबै सुकेर, जाडोको बेलामा जाँदाखेरि यो चियाको बोटहरू कस्तो देखिने, त्यो धुलोहरू लागेर। यतिखेर त यस्तो कुनैमा पनि धुलो थिएन क्या, यस्तो राम्रो सफा है। यतिखेर फेरि त मुना पलाएर टिप्दै पनि हुनुहुन्थ्यो त्यहाँनिर कतिजनाले। भोइस ओभर गर्ने बानी छैन, भर्खर भर्खर भोइस ओभर गर्न थालेको। मेरो युट्युब च्यानल लाइक सब्सक्राइब गरिदिनु होला। सिक्दैछु, यसो भिडियोहरू हाल्नु पर्यो। घुमेको डुलेको कति हिँडेँ कि भन्नुहुन्छ सबैजनाले, त्यही भएर हिँडेको बेलामा त यसो भिडियो लिनै पर्यो भनेर यहाँनिर भिडियो बनाएकी छु। कन्याम, यो चाहिँ झापादेखि कन्याम इलाम हुँदै माइपोखरीसम्मको यात्रामा बनाएको भिडियो यति नै हो। भोइस ओभर गरेर हालेको छु। यति घुमेर पनि अझै मलाई चाहिँ नपुगेर बेलुका घरमा आएर फिल्म हेर्न पनि गइयो नानीहरूसँग।